परमेश्वरका प्रिय छोराछोरीहरू, जय मसीह। आजको अगमबाडीय पर्खालहरूका सन्देश भाग 8 मा म हजुरहरू सबैलाई स्वागत गर्दछु। तपाईँ सावधान रहनुहोस्। आज परमेश्वरले तपाईलाई सावधान रहनु भनेर भनिरहनु भएको छ। जसले पनि यो अगमबाडीय सन्देश सुनिरहनु भएको छ, तपाईको जीवनमा तपाईले महत्त्वपूर्ण कुराहरूको विषयमा निर्णय गर्नुपर्ने समयमा हुनुहुन्छ। तपाईलाई चाहिने आवश्यक कुराहरू पनि यसमा समावेश छन्। निर्णयको नतिजा सुन्न चाहने व्यक्तिहरूले तपाईलाई छिटोभन्दा छिटो निर्णय गर्नुहोस् भनेर भनिरहेका छन्। तर परमेश्वरले आज भनिरहनु भएको छ, यदि तिमीले तुरुन्त निर्णय लिन्छौ भने त्यो मेरो तर्फबाट हुने छैन। तपाईको अति आवश्यक कुराहरूलाई अवसरको रूपमा लिएर हतारमा निर्णय नलिनुहोस्। हितोपदेश 21 को 5 पद, त्यहाँ परमेश्वरको वचनद्वारा परमेश्वरले यसरी भनिरहनु भएको छ, लगनशील योजनाहरूले लाभ गराउनेतिर उन्मुख गराउँछ, तर हतार गर्नाले दरिद्रतामा पुगिन्छ। हतार गर्नाले हामीहरूको विवेकले पनि काम गर्न रोकिदिन्छ। छिटो हस्ताक्षर गर्ने, छिटो फैसला लिने, छिटो बाचाहरू बाँध्ने, यी कामहरू गर्नुभन्दा पहिले तपाईँ रोकिनुहोस् र बिस्तारै कदम चाल्नुहोस् र सबैभन्दा पहिले प्रार्थना गर्नुहोस्। जय मसीह।